गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। गुरुका नजिक गएर सत्यलाई बुझ्ने चेष्टा गर। विनम्रतापूर्वक गुरुका सामु आफ्ना जिज्ञासाहरू राख। गुरुको सेवा गर अनि सत्यको दर्शन पाएका ज्ञानी गुरुले तिमीलाई यथार्थ ज्ञान प्रदान गर्नेछन्। आत्मसाक्षात्कारको मार्ग निसन्देह कठिन छ। त्यसैले भगवान यहाँ हामीलाई सुयोग्य गुरुका निकट जाने सल्लाह दिनुहुन्छ। ती गुरुहरू स्वयं भगवानबाटै सुरु भएको शिष्य परम्पराका क्रममा आएका हुन्छन्। यो शिष्य परम्पराको नियम पालना नगरिकन कुनै पनि व्यक्ति प्रामाणिक गुरु बन्न सक्दैन। भगवान आदि गुरु हुनुहुन्छ। अत शिष्य परम्पराबाट आएकै व्यक्तिले आफ्ना शिष्यलाई भगवानको सन्देश जस्ताको तस्तै प्रदान गर्न सक्दछन्। आफैले निर्माण गरेको विधि अपनाएर कसैले पनि आत्मसाक्षात्कार गर्न सक्दैनन्। तर आजभोलिका केही मूर्ख पाखण्डीहरू त्यस्तै गर्दैछन्। भागवत 6:3-19 मा भनिएको छ, धर्मस्तु साक्षात् भगवतो प्राणितम, अर्थात् धर्म मार्ग सिधै भगवानद्वारा प्रतिपादित भएको हुन्छ। त्यसैले मानसिक चिन्तन वा शुल्क तर्कले मात्र मानिसलाई सही मार्गमा हिँडाउन सहायता गर्दैन। न त ज्ञानका पुस्तकहरू स्वतन्त्रता रूपले अध्ययन गरेर मात्र मानिसले आध्यात्मिक जीवनमा प्रगति गर्न सक्छ। ज्ञान प्राप्त गर्नका लागि मानिस प्रामाणिक गुरुसँग जानै पर्छ। यस्ता गुरुका चरणमा पूर्ण समर्पित हुनुपर्छ र अहंकार शून्य भएर क्षुद्र सेवक जस्तो बनेर गुरुको सेवा गर्नुपर्छ। त्यस्ता स्वरूपसिद्ध गुरुहरूको सन्तुष्टि नै आध्यात्मिक जीवनमा प्रगतिको रहस्य हो। जिज्ञासा र विनम्रताको राम्रो मेल भयो भने आध्यात्मिक ज्ञान पाउन सकिन्छ। सेवाभाव र विनम्रता बिना विद्वान गुरुसँग गरिएको जिज्ञासा प्रभावकारी हुँदैन। गुरुद्वारा गरिने परीक्षामा शिष्य उत्तीर्ण हुनुपर्छ। यदि गुरुले शिष्यमा वास्तविक ज्ञानको इच्छा रहेको देखे भने उनले त्यस्ता सुयोग्य शिष्यलाई स्वतः आध्यात्मिक ज्ञानको आशीर्वाद दिन्छन्। यो श्लोकमा अन्ध अनुयायी हुने कुराको र निरर्थक जिज्ञासाको निन्दा गरिएको छ। शिष्यले गुरुबाट विनम्रतापूर्वक सुन्ने मात्र होइन, उसले त विनम्रता, सेवा र जिज्ञासा मार्फत गुरुबाट स्पष्ट ज्ञान प्राप्त गर्न सक्नुपर्छ। एउटा सुयोग्य गुरु आफ्ना शिष्यप्रति स्वभावैले अत्यन्त दयालु हुन्छन्। त्यसैले शिष्य विनम्रतापूर्वक सदा सर्वदा गुरु सेवामा तत्पर रहेका अवस्थामा गुरु शिष्य बीच जिज्ञासा र ज्ञानको विनिमय आदान प्रदान परिपूर्ण हुनु। आत्मसाक्षात्कार गरेका व्यक्तिहरूबाट वास्तविक ज्ञान पाइसकेपछि तिमी फेरि कहिल्यै यस्तो मोहमा पर्ने छैनौ, किनभने यो ज्ञानद्वारा तिमीले सबै जीव परमात्माका अंश हुन् तथा तिनीहरू सबै मेरै हुन् भन्ने अनुभव गर्न सक्दछौ। यदि तिमी सम्पूर्ण पापहरू भन्दा पनि महापापी मानिएका छौ भने पनि दिव्य ज्ञानरूपी डुङ्गामा चढ्यौ भने यो दुःखको सागरलाई सजिलै पार गर्न सक्ने छौ। जसरी जलिरहेको आगोले सुकेको दाउरालाई खरानी पारिदिन्छ, त्यसै गरी ज्ञानरूपी अग्निले भौतिक कर्मका समस्त फललाई डढाएर भस्म पारिदिन्छ। यस संसारमा दिव्य ज्ञान जतिको महान र पवित्र वस्तु अरू केही छैन। यस्तो ज्ञान सम्पूर्ण योगको पाकेको फल हो। जो व्यक्ति भक्ति सेवामा सक्षम र पूर्ण हुन्छ, त्यसैले यथासमय आफैभित्र यो ज्ञानको आस्वादन गर्छ।